हेलो हेलो साथीहरू। आज चाहिँ हाम्रो गेम छ शक्तिशाली स्पोर्टिङ क्लबको खुर्सानीमा। हामी चोकमा सबैजना भाइहरूलाई भेला गर्छौँ। त्यस पछाडि हामीहरू खुर्सानीतिर लाग्छौँ है त। सबैजना भाइहरू भेला हुँदैछ। अनि यहाँ भाइहरू चाहिँ अब चटपटे खाने अरे। हाम्रो सजन भाइ अनि हाम्रो जेनजी विश्वास भाइ चटपटे खाएको अवस्था है त। ल हेर्नु होला, केटाहरूले डह्रो हान्दैछ चटपटे। साथीहरू चाहिँ कफी पिउँदैछ, म चाहिँ पानी पिउँछु है। अलिक बिमारी बिमारी छु नि त। ल हामी चाहिँ अब जानुको लागि रेडी हुँदैछौँ। भाइहरू भेला हुँदैछ है त। ल हामी चाहिँ लाग्यौँ है गाइस। अहिले चाहिँ हाम्रो शक्तिशाली स्पोर्टिङ क्लबका म्यानेजर रमेश श्रेष्ठसँग हल्का अफका फान्दै हामी चाहिँ निस्किँदैछौँ है त। अहिले जङ्गलमा छौँ, भाइहरूसँग रमाइलो गर्दै जाँदैछौँ है त। हाम्रो अनिस भाइ, हाम्रो पूर्व किपर हुनुहुन्छ कर्जन, साजन, विकास, हाम्रो शक्तिशाली स्पोर्टिङ क्लबका खेलाडी भाइ, यता विश्व भाइ हुनुहुन्छ, मन्दिप भाइ, त्यसै गरी हाम्रो यता विपुल हुन्छ। त्यही भएर शक्तिशाली स्पोर्टिङ क्लबका गोलकिपर विपुल हुनुहुन्छ। गाइस अब हामी त कता जाने भनेर अलिकति कन्फ्युज भएको थियौँ। त्यही भएर बाटो चाहिँ सोधेको यतापट्टि साइडमा रहेछ। ल हामी भित्र छिर्दैछौँ है त। गाइस हेर्दै गर्नु होला। ल साथीहरू, हामी चाहिँ ग्राउन्ड आइसकेको अवस्था है। प्रथम खुर्साने अन्तर्राष्ट्रिय गोल्ड कप भइरहेछ। यसमा हाम्रो शक्तिशाली स्पोर्टिङ क्लब पनि भाग लिएको अवस्था। हाम्रो म्यानेजर रमेश श्रेष्ठ हुनुहुन्छ उहाँ। ल ग्राउन्ड त एकदम राम्रो लाग्यो मलाई। 9A साइडको हो, एकदम राम्रो छ। खेलाडी भाइहरू पनि आइसकेको अवस्था। यस्तो रमाइलो हाम्रो अन्डर 23। ल भाइहरू सबै आएर अहिले रेडी अवस्था, होमअप गर्दै हुन्छ सबै भाइहरू। आजको यस प्रतियोगिताको प्रमुख अतिथि हाम्रो केराबारी गाउँपालिकाका अध्यक्ष आदरणीय दाई सुमन निरिङचिङजी हुनुहुन्छ। त्यसै गरी विशिष्ट अतिथिमा हाम्रो केराबारी गाउँपालिका वडा नम्बर 6 का आदरणीय दाई उपेन्द्र लुङ्गिल मगर हुनुहुन्छ है त। भाइहरू वार्मअप गर्दै हुनुहुन्छ। अब एकदम अब त्यो गेम रेडी हुनुहुने अवस्था है त। गाइस हेर्दै गर्नु होला। ल अब त्यो गेम सुरु हुन लागिसकेको छ। अब हामीहरू भाइहरू सबैहरूलाई के गर्ने, कसरी खेल्ने भन्ने यसो दाइहरूको तर्फबाट चाहिँ सुझाव सल्लाहको लागि हामी सबै एकदम रेडी छौँ। भाइहरू पनि रेडी भएको अवस्था है त। साथीहरू अब त्यो गेम सुरु हुन आँटिरहेछ है। अब त्यही हाम्रो म्यानेजरज्यूबाट शक्तिशाली स्पोर्टिङ क्लबका म्यानेजर रमेश श्रेष्ठज्यूबाट चाहिँ टिम क्याप्टेन अनिस पुलाइ मगरज्यूलाई टिम क्याप्टेनको ब्याच लगाइदिनु हुँदै साथीहरू अहिले त गेम सुरु भएको अवस्था है त। ल हेर्दै गर्नु होला।
आज भएको यस प्रतियोगितामा बिटामोड भर्सेस सतीशाले बिच हुन लागिरहेको यस खेलमा नेपाल नेसनल प्लेयरका भाइहरूलाई खदा नेपाली टोपी लाएर सम्मान गर्नुहुँदै साथीहरू गेम सुरु भएको अवस्था है त। ल हेर्नु होला है त गेम। साथीहरू त्यही अहिले त्यही गेम सकिसकेको अवस्था, एक एक गोल भएर अब त्यो पेनल्टी सुट आउट है त। ल हेर्दै गर्नु होला। वाओ बबाल सेप विपुल मगर सतीशाल स्पोर्टिङ क्लबका दामी। साथीहरू अहिले त्यही पेनल्टी सुट आउट भइरहेको छ है। बिटामोड युनाइटेड झापा भर्सेस सतीशाल स्पोर्टिङ क्लब सतीशाले मोरङ बिच अहिले पेनल्टी सुट आउट भइरहेको छ। ल साथीहरू हाम्रो त्यही लास्ट है, लास्टै विकास परियार भाइले हान्नुहुन्छ।
यो गोल लाउनु भन्दै हामी जित्नेछौँ। गोल ल हामीले 4को विरुद्ध 5ले जितेको अवस्था है त। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शक्तिशाली स्पोर्टिङ क्लबका गोलकिपर विपुल मगर म्यान अफ द म्याच घोषित हुनुभएको छ। यस म्यान अफ द म्याच केराबारी गाउँपालिकाका अध्यक्ष आदरणीय दाइ सुमन मिरिकसिङ ज्यूबाट हस्तान्तरण भइरहेको छ। र साथै अब त्यो गेम सकेको अवस्था हाम्रो घरतिर लाग्नेछौँ है त। ल गाइस बाई बाई, सेमी फाइनलमा भेट्नेछौँ। बाई गाइस।